नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ फेरि अर्को नयाँ एपिसोडमा। आजको एपिसोडमा पनि तपाईँहरूलाई धेरै स्वागत छ। सो धेरै लामो समयको ग्यापपछि फेरि भिडियोमा ब्याक भएको छु, त्यसको लागि सरी भन्न चाहन्छु। धेरैले कमेन्ट गर्नुभएको थियो भिडियो चाहियो, नयाँ भिडियो चाहियो, नयाँ न्यू अपडेटहरू चाहियो भनिरहनु भएको थियो मको आउने सम्बन्धी नै। सो बनाउने मन त धेरै थियो, तर बाध्यता छ होइन, समय टाइम टेबलहरू मिल्दैन, सिपहरू चेन्ज भइरहेको हुन्छ, त्यो चाहिँ तपाईँहरूले बुझ्नुपर्ने हुन्छ। सो आजको भिडियोमा चाहिँ आजको टपिक चाहिँ मैले तपाईँहरूकै कमेन्टहरू सरर हेरेरै उठाएर लिएर आएको छु, जुन कि धेरैले कमेन्ट गर्नुभएको थियो होइन, एउटै टाइपको कमेन्टहरू, जुन कि पब्लिक एरिया र रुम एटेन्डेन्टको डिफ्रेन्ट अनि कुन चाहिँ डिपार्टमेन्टमा आउँदाखेरि चाहिँ एकदम सजिलो हुन्छ र राम्रो हुन्छ भन्ने किसिमहरू। अनि कसैले सोध्नु भएको थियो रेसिडेन्टको बारेमा, यहाँ बसोबासको व्यवस्थाहरू कस्तो छ, के छ होइन, कति महँगो छ भन्ने कुराहरू, त्यसलाई पनि एक्सप्लेन गर्ने चाहिँ भिडियोको लास्टमा। भिडियोलाई स्किप नगरिकन हेर्नु होला, तपाईँहरूले फुल्ली तपाईँहरूले जान्न सक्नुहुन्छ है त। फर्स्ट अफ अल तपाईँहरूलाई धेरै धन्यवाद। यहाँ देख्न सक्नुहुन्छ मेरो च्यानलमा अहिले 5990 जना जोडिनु भएको छ। सब्सक्राइबरहरूप्रति धेरै धन्यवाद भन्न चाहन्छु, यसरी नै माया गर्नु होला भन्न चाहन्छु। सो त्यही हो। अझ अर्को एउटा खुसीको कुरा चाहिँ यो महिनामा मेरो पेमेन्ट आएको छ युट्युबबाट होइन, यहाँ देख्न सक्नुहुन्छ $103। सो यो चाहिँ मैले बनाएको भिडियोहरूमा चलेको एडभर्टाइजको इन्कम हो, जुन कि मैले कुनै पनि स्पोन्सरहरू गराएको छैन। यो चाहिँ जेन्युन तरिकाले कुनै स्पोन्सर बिनाकै कमाइ चाहिँ मेरो यति भएको छ। सो यो चाहिँ मेरो 4th पेमेन्ट हो। सो तपाईँहरू पनि इच्छुक हुनुहुन्छ भने चाहिँ गर्न सक्नुहुन्छ। यदि तपाईँसँग खुबी छ, तपाईँसँग ट्यालेन्टेडहरू छ भने चाहिँ युट्युबमा राम्रोसँग काम गरेर चाहिँ यसरी पैसा कमाउन सक्नुहुन्छ है त। सो भिडियोलाई ढिलो नगरिकन तपाईँहरूकै कमेन्टलाई एक्सप्लेन गर्न चाहन्छु, भिडियोलाई स्किप नगरिकन हेर्नु होला अन्तिमसम्म भन्न चाहन्छु। सो धेरैले सोध्नु भएको थियो मलाई, कमेन्टतिर देखिरहेको हुन्छु होइन, रुम र पब्लिक एरियामा डिफ्रेन्ट के छ, कुनमा आउँदाखेरि चाहिँ सजिलो हुन्छ भन्ने कुराहरू मैले देखिरहेको हुन्थ्यो। तपाईँहरूलाई चाहिँ म के सजेस्ट दिन्छु भन्दाखेरि, तपाईँ सबैभन्दा प्रथम चाहिँ तपाईँसँग कुन कामको एक्सपिरियन्स छ होइन, त्यसमा भर पर्छ होइन। मैले यसमा आइज उसमा आइज यसमा आउँदा राम्रो भन्दा पनि तपाईँसँग कुन कामको एक्सपिरियन्स छ त्यसमा भर पर्ने कुरा हो। यदि तपाईँ रुम सम्बन्धीको एक्सपिरियन्सहरू फुल्ली छ भने रुम डिपार्टमेन्टमा एप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईँ पब्लिक एरिया सम्बन्धीको कामको चाहिँ एक्सपिरियन्स छ भने पब्लिक एरियामा एप्लाई गर्न सक्नुहुन्छ, किनकि तपाईँसँग एक्सपिरियन्स भयो भने तपाईँलाई इजी हो नि त होइन। यहाँ आएर विभिन्न गालीहरू खानु पर्दैन, अब विभिन्न समस्याहरू झेल्नु पर्दैन। यदि तपाईँसँग एक्सपिरियन्स छ भने होइन, तपाईँकै लागि इजी हो। जुन कामको एक्सपिरियन्स छ तपाईँसँग त्यही काममा तपाईँले एप्लाई गर्न सक्नुहुन्छ भन्न चाहन्छु है त। सो अर्को क्वेसन रहेको छ, रुम डिपार्टमेन्ट र पब्लिक एरियामा फरक के छ भनेर सोध्नु भएको छ। के कस्तो हुन्छ काम अनि गाह्रो साह्रो के छ भनेर पनि सोध्नु भएको छ। त्यसको विषयमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, पब्लिक एरिया र रुम डिपार्टमेन्टमा काम त फरकै भइहाल्छ, किनकि एउटै डिपार्टमेन्ट भए पनि आफ्नो सेक्सन फरक हुन्छ। किनकि रुम डिपार्टमेन्टमा चाहिँ तपाईँ आफ्नै खुद रेस्पोन्सिबिलिटी आफैमाथि हुन्छ भने पब्लिक एरियामा चाहिँ त्यस्तो पब्लिक प्लेसमा क्लिन गरेर आफ्नो एरियाभित्र घुमिरहनु हो होइन, त्यो चाहिँ तपाईँहरूले बुझ्न जरुरत छ। किनकि रुममा त अब रुमभित्र दिएको एसाइनमेन्ट, किनकि डिपार्टमेन्टले सुपरभाइजरले दिएको एसाइनमेन्ट मस्ट कम्प्लिट गर्नुपर्छ आफ्नो वर्क आवर्सभित्र भने पब्लिक एरियामा चाहिँ त्यस्तो एसाइनमेन्टहरू हुँदैन। एसाइनमेन्टहरू हुन्छ तर तपाईँ जतिखेर गर्दा पनि हुन्छ टाइपको हुन्छ, किनकि पब्लिक प्लेस हो होइन। जतिखेर क्लिन अहिले भर्खर क्लिन गरेर अहिले फेरि फोहोर हुने ठाउँ हो, किनकि क्लिन चाहिँ गरिरहनुपर्छ आफ्नो एरियामा। आफ्नो ड्युटी आवर्स भइन्जेलसम्म आफ्नो जतिखेरसम्म तपाईँको टाइम टेबल दिएको छ त्यो समयभित्र चाहिँ क्लिन भइरहनुपर्छ आफ्नो एरियामा भने रुममा चाहिँ तपाईँको खुद आफ्नै रेस्पोन्सिबिलिटी आफैमाथि हुन्छ, किनकि सुपरभाइजरले डिपार्टमेन्टले दिएको एसाइनमेन्ट चाहिँ मस्ट कम्प्लिट गर्नुपर्छ। सो पैसा चाहिँ कसरी बढी हुन्छ त रुमको पब्लिक एरिया भन्दा भन्ने क्वेसन पनि मैले देखिरहेको हुन्छु। उहाँहरूको लागि चाहिँ म त के भन्न चाहन्छु भन्दाखेरि, किनकि रुम डिपार्टमेन्टमा चाहिँ तपाईँको एसाइनमेन्ट दिन्छ डिपार्टमेन्ट सुपरभाइजरहरूले अथवा आफ्नो डिपार्टमेन्टबाट एसाइनमेन्ट दिन्छ तपाईँको लागि पर डेको यति एसाइनमेन्ट भनेर, जुनसुकै होटेलमा एसाइनमेन्ट हुन्छ। सो यहाँ त अब मकामा त धेरै मान्छेहरू आउँछ होइन, गेस्टहरू एकदम 100 हुन्छ क्या, किनकि एकदम ब्याक टु ब्याक हुन्छ। सो त्यो भएको कारणले एकदम बिजी हुन्छ होटेल। सो त्यो कारणले गर्दाखेरि बिजी हुँदाखेरि त अब एक्स्ट्रा रुमहरू पनि गर्नुपर्ने हुन्छ। सो आफ्नो एसाइनमेन्ट सिधेर चाहिँ कुनै एक्स्ट्रा भिडी रुमहरू अथवा होइन औडी रुमहरू भयो भने चाहिँ उनीहरूले प्लस गरेर दिन्छ क्या ओभर टाइम गर्ने मान्छेहरूको लागि। यदि तपाईँले त्यो आफ्नो एसाइनमेन्ट सिध्याएर चाहिँ त्यो एक्स्ट्रा रुम गरेको बाबत चाहिँ उनीहरूले क्यालकुलेसन गरेर पैसा दिने हो। पर रुमको कति छ, कति रेट छ होइन, त्यही आधारमा चाहिँ डिभाइड गरेर चाहिँ क्यालकुलेसन गरेर चाहिँ तपाईँहरूको सेलरीमा हालिदिन्छ। सो त्यो भएको कारणले गर्दा चाहिँ अलिक बढी हुन्छ रुमको सेलरी।
पब्लिक एरियामा चाहिँ तपाईँले जतिमा साइन गरेर तपाईँको कन्ट्र्याक्ट पेपरमा कति छ होइन, कति हजारको बेसिक छ, त्योभन्दा बढी 1 रुपियाँ पनि पाउँदैन, 1 रुपियाँ पनि घडी हुँदैन। सो त्यो चाहिँ तपाईँहरूले बुझ्न जरुरत छ। त्यो भएको कारणले गर्दा रुममा आउँदाखेरि फाइदा या पब्लिक एरियामा आउँदा फाइदा भनिरहनुभन्दा अगाडि तपाईँसँग कुन क्षमता छ त्यसमा भर पर्छ, कुन स्किल छ त्यसमा भर पर्छ हो। सो त्यही हो, पैसा नहेर्नुहोस्, तपाईँको एक्सपिरियन्स अनुसारले नै चल्छ। किनकि बिना एक्सपिरियन्सको आउने मान्छेहरू कति दुःख पाउँछ तपाईँलाई थाहा छँदैछ होइन। अनस्किल मान्छेहरू होइन, यहाँ आएर गाली खानुपर्ने मान्छेको अब हरेक कुराहरू सुन्नुपर्ने होइन, त्यस्ता चाहिँ नहोस् भन्न चाहन्छु। तपाईँसँग जुनको एक्सपिरियन्स छ त्यसमै आधारमा तपाईँले एप्लाई गरेर आउन सक्नुहुन्छ भन्न चाहन्छु है त। अनि सेलेरीहरूको बारेमा सोधिरहेको हुन्थ्यो होइन। मकाउमा सेलेरी एकदम राम्रो छ, म चाहिँ नराम्रो छ भन्दिनँ। यदि तपाईँहरू मकाउमा आउनु सक्यो भने चाहिँ सेलेरी एकदम राम्रो छ। अनि कति बचाउँछ त भन्ने कुरा छ होइन। त्यो बचाउने भन्ने कुरा चाहिँ त्यो खुब आफूमै हुने कुरा हो। तपाईँले कसरी बचाउनुहुन्छ, कसरी म्यानेज गर्नुहुन्छ होइन, त्यसमा भर पर्ने कुरा हो। सो अनि कतिले त सोधिरहनु भएको थियो यहाँको बस्ने होहरू चाहिँ के कस्तो हुन्छ, रुम रेन्टहरू कस्तो छ, के छ भनेर पनि सोध्नु भएको थियो। त्योहरू चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको चोइसमा भर पर्छ। यहाँ तपाईँ लाजरी टाइपले एकदम भिआइपी तरिकाले बस्न चाहनुभयो भने चाहिँ त्यही अनुसारले तपाईँको खर्च हुन्छ हो। यता नर्मल भएर बसौँ भने पनि तपाईँको थोरै पैसा लाग्ने हो। सो एकदम एभरेजमा चाहिँ 2000 अराउन्ड 2000मा रुम आउँछ होइन, अराउन्ड 2000 एचकेडीमा रुम आउँछ। सो तपाईँहरूले बुझ्नुहोस् त्यो चाहिँ अब त्योभित्र पनि अब एउटा रुममा 2 जना मजाले बस्न सकिन्छ होइन। म अझै थोरै गर्छु, म अझै धेरै पैसा बचाउन चाहन्छु भनेर चाहिँ तपाईँ कोही पार्टनरहरू मिल्ने साथीहरू होइन, तपाईँलाई मिल्ने साथीहरू खोजेर चाहिँ तपाईँसँगै राख्नुभयो भने चाहिँ त्यही 2000 भित्रै डिभाइड गर्ने हो होइन। 1000 पर्यो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ मान्छेले धेरै सेभ गर्ने, धेरै थोरै सेभ गर्ने भन्ने कुरा पनि त्यसमा भर पर्छ। तपाईँसँग हुने तपाईँले म्यानेज गर्ने कुरा हो खर्च चाहिँ होइन। सो कति बचाउने र के हो भन्ने कुरा। तर सेलेरी चाहिँ हाम्रो नेपालकै हिसाबले हेर्ने हो भने चाहिँ एकदम बवाल छ। एभरेजमा चाहिँ हाउसकिपिङ क्लिनरहरूले मजाले बचाउँछ। तपाईँ यदि राम्रो सही तरिकाले बचाउनु सक्यो भने चाहिँ 1,70,000 चाहिँ मजाले बचाउँछ। किनकि खुद हामीले नै बचाइरहेको खाइपिई गरेर हो। अनि रुम रेन्ट सेन्ट तिरेर यता फाल्तु खर्चहरू अब जुवा तासहरू खेलेन भने चाहिँ मजाले 180 त्यस्तै त्यही एभरेजमा 1,50,000 चाहिँ मजाले बचाउँछ। अब बचाउनेले तपाईँहरूलाई यो कुरा पनि एक्सप्लेन गरेँ होइन, जुन कि सबैलाई थाहा छँदैछ तर पनि सोधिरहनु मान्छे कतिलाई थाहा नहुनु पनि सक्छ भनेर मैले भनिदिएको हो। सो बचाउने भन्ने कुरा चाहिँ आफूमै भर पर्ने कुरा हो। कमाइ राम्रो छ किनकि यहाँको गभर्मेन्ट रुल्समा चल्छ जे पनि होइन। पैसा बढायो भने पनि सबैलाई बढिन्छ, एकजनालाई बढाउने उस्तो उसलाई नबढाउने हुँदैन। यस्तो भेदभावको कुराहरू केही पनि हुँदैन। यहाँ नियम टु नियम हुन्छ। सो एकदम राम्रो छ। जतिखेर 24 आवर्स तपाईँ जहाँ जे गर्नुहोस् होइन, यहाँ त्यस्तो लापरवाही यताउति केही समस्याहरू हुँदैन। त्यो पनि जानकारी गराउन चाहे। एकदम सेफ्टी प्लेस हो, मकाउ हो। सो त्यो पनि तपाईँहरूले बुझ्न जरुरी छ। बिफोर एप्लाई तपाईँ पहिला एप्लाई गर्नुभन्दा अगाडि विभिन्न भिडियोहरू हेर्नुहोस्, बुझ्नुहोस् अनि एप्लाई गर्नुहोस् हो। तपाईँको लागि एकदम सजिलो हुनेछ। ड्युटी आवर चाहिँ कस्तो हुन्छ भनेर सोध्नु भएको थियो एकजना मित्रले। सो ड्युटी आवर्स चाहिँ सबैलाई समान हो। यदि तपाईँ डाइरेक्ट हुनुहुन्छ भने तपाईँलाई फिक्स 8 घन्टा हो। यदि तपाईँ सप्लायरमा आउँदै हुनुहुन्छ अथवा सप्लायरमा हुनुहुन्छ भने चाहिँ तपाईँलाई 12 घन्टादेखि 18 घन्टा 36 घन्टा होइन। उनीहरूको नो भ्यालु के एकदम जतिखेर जे पनि हुनसक्छ होइन। सो ओभरटाइम गरेरै पैसा कमाउने उनीहरूले, किनकि डिफ्रेन्स छ नि त। डाइरेक्टमा आउनुभयो भने चाहिँ उसले पाउने बेनिफिटहरू सप्लायरहरूलाई नदिन पनि सकिन्छ हो। त्यो भएको कारणले गर्दा पनि उनीहरूको ड्युटी चाहिँ एकदम धेरै हुन्छ। सो डाइरेक्टमा आउनुभयो भने चाहिँ मात्रै 8 घन्टा हो। एकदम 8 घन्टा ढुक्कले सकाउनुहोस्, मजाले रुममा जानुहोस्, एकदम फ्री टाइम फुलफिल हुन्छ। सो त्यही हो है त। सो आजको भिडियो म यतिमै इन गर्न चाहन्छु। तपाईँहरूले सोधेको क्वेसनको जवाफ मैले फुलफिल दिएको छु। सो मजाले भिडियो हेर्नु होला र यसरी नै माया गर्नु होला भन्न चाहन्छु। किनकि हामी 6000 सब्सक्राइबरको आसपासमा रहेको छ। यदि तपाईँ नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला। र इन्टरभ्यूमा सोध्ने टाइपको क्वेसनहरू के कस्तो हुन्छ भनेर पनि सोध्नु भएको थियो। त्यो चाहिँ मैले भिडियो अगाडि बनाइसकेको छु। सो मजाले अगाडिको भिडियोहरू स्क्रोल डाउन गरेर हेर्न सक्नुहुन्छ। सबै मौका आउने सम्बन्धी नै मैले दिएको छु। सो तपाईँहरूलाई एकदम हेल्पफुल हुनेछ। त्यही भिडियोहरू मजाले हेरेर बुझेर होइन, नबुझेको कुराहरू चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। किनकि बुझी चाहिँ कमेन्ट नगर्नु होला भन्न चाहन्छु होइन। बारम्बार मैले यही भिडियोहरू फेरि रिपिट गरेर अपलोड गरिरहँदाखेरि होइन
कति मान्छेहरूलाई असक्त लाग्न सक्छ। सो त्यो भएको कारणले पनि तपाईँहरूलाई यही अपिल गर्न चाहन्छु भन्दै आजको भिडियोबाट बिदा हुन्छु। बाइ बाइ, सी यु इन नेक्स्ट भिडियो है त।